फ्यामिलीले क्या यो सबैजनासँग यो ब्याग रे गाइस म भुटान आएको भर्खर 2 दिन त भयो कस्तो हो र ब्याग भनेको वेट ल साथी काम नगर्दा इग्नोर टक्सिक पिपल भन्नुहुन्छ यस्तो हो क्या तपाईहरुले यसरी कमेन्ट हेरेन भने पनि हाम्रो कमेन्ट पढेन भन्नुहुन्छ अन्त कमेन्ट पढ्दै जाँदाखेरि चाहिँ सर्ट देखिन्छ के सबै पढि पठाइन्छ अनि देख्न साथ यस्तो सारा फास्ट पनि अबे कतिजनाले फलो गरेको ननस्टप फलो गरेर सबैजनाले गाइस थ्यांक यू सो मच फलो गरिदिएको नोटिफिकेसन फलो चित्त दुख्यो अरे चित्त नदुखाउ न म मलम लगाइदिन्छु ओइ साउनी मलमले त यहाँ चित्त दुखेको मनहरुतिर मलम लगाइदिन्छु अनि सिजलिङ जाडो महिनामा मलम यहाँबाट आउँछ के यस्तो यस्तो गरेर लगाइदिउँ या तपाईँ यस्तो भोरि हो गाइस म लभ फ्रम थाइल्यान्ड चन्द्रमा पपुलर हामीले गरेर भएको उसो भए किन हेर्छ जस्तो ला ब्लक गरिदिइहाल्छु आरकेबी आइरहेछ भ्लग के सोनाम लोसारको तामाङ ड्रेसमा टिकटक बनाएको देख्न पाऊँ अरे मेरो त ड्रेसहरू नै घरमा छ केही पनि ल्याइन मसँग लुगै छैन क्या एक्चुअली यहाँ सोनाम लोसार कहिले हो 5 गते होला कहिले गाइस राइनीहरुसँग न्यू नगज है राइनीहरु कडा हुन्छ मेरोमा आएर गाली गरे हैन मेरो त यहाँनिर अनुदिति छ पाचक हानेर सुली फाँसी हानेर यहाँबाट हानेर यहाँबाट निकाल्दैछ तिमीलाई त त्यो चाहिँ पहिले नभन्नु मेरोमा त हुनु पर्यो नि त दिदी दाइहरु मेरो दिदीले त ओइ भाइ भन्न आछ एकछिन हेर्न तेरो बाउ भन्छ अहिले ओइ भाइ भन्छस् तेरो दुईटा बाउ हो तेरो बाउ भन्नेलाई क्या तेरो दुईटा बाउ यस गाइस गान्तङ गाइस गान्तङ है गान्तङ यति राम्रो मान्छेलाई कहिले भेट्नु पाउने होला अरे छिटै भेट्नुपर्छ नि ए गाइस सबैहरु नेपालबाट कोकोले मेरो भ्लग हेर्नु भयो है हजुरहरुले के रे भुटान कस्तो रहेछ त देख्यो तपाईहरुले देख्नु भएको छैन भने हेर्नुस् ल तपाईहरुले गाइस भुटान छ नि ठ्याक्कै उस जस्तो लाग्यो होला नेपाल जस्तै लाग्यो होला है सेम नेपाल जस्तै छ भने गाइस डिट्टु तर ल्यान्डस्केप चाहिँ नेपालको जस्तो छ अनि घरहरुको इन्टेरियर डिजाइनहरु घरहरु चाहिँ छ नि हैन अनि टिबेटको स्टाइलमा छ के सो इफ आई हैव टु से अबाउट भुटान चाहिँ टिबेट र नेपालको कम्बिनेसनमा तर फेरि मान्छेहरुलाई चाहिँ कुन देशको भने अहिलेसम्म मैले त्यति राम्रो मान्छेहरु कुन देशमा भेटा छ सिजलिङ कुन देशको मान्छे राम्रो छ म त गोरी हालेको त्यही भुटान इन्डिया हो अरु मलाई त्यसो भए त भुटानै राम्रो इन्डियासँग त कमेन्ट नगरौँ होला इन्डियासँग त कमेन्ट नगरौँ होला भुटनिज मान्छेहरु जति राम्रो त इन्डियामा पनि कति मान्छेहरु त राम्रो छ सिजलिङ फनी कुरा के थाहा छ यो छवि छ नि छवि सिक्किमहरुतिर पनि ओपर ए म सिक्किम गएको छैन म सिक्किम छिटै जान्छु तर यो छविले के भनेको भन्न यत्रो धेरै माया त कस्तो नपज्ने है हामीलाई त्यही भनेको है छवि आज नआएको है गाइस 1 वर्षपछि नआएको छविले आज यो कस्तो फोली छ नि के रे गाइस भुटनिजहरु एकदमै राम्रो अनि छविलाई चाहिँ पजे नपजेको क्या अब हामी त रोड क्रस गर्दाखेरि पनि हामी त लाइक को अगाडि जाने कसले अगाडि थिच्ने भन्ने खालको हुन्छ नि त अनि यहाँ त अनि भुटानको मान्छे मैले भनेको थिएँ नि त्यहाँको केटाहरू त्यहाँको केटीहरू क्या राम्रो हुन्छ स्किनहरू कस्तो राम्रो हुन्छ भनेको है त्यस्तो हुन्छ है भुटानमा मान्छे राम्रो त मलाई जाको नि राम्रै लाग्छ हैन के त्यो स्किन हुन्छ नि त्यो उयोले पनि होला के एकदम क्लीन भएर वेदर सफा भएर वेदर दम गरेर चाहिँ माको मान्छेहरुले सुचिति थ्यांक यू सो मच संगीता दिदी थ्यांक यू सो मच गाइस थ्यांक यू सो मच फर मेम्बर हार्ट गाइस सबैजना मेम्बरहरु लिदिनु भएको छ थ्यांक यू सो मच गाइस टेक अ मेम्बर हार्ट फेरि पछि आउँछु ल आउँदाखेरि म अपडेट गर्छु नि नाना हौ भेट्न नहौ इन्स्टामा मेसेज गरेको छु रे ओके हुन्छ छिटो नआउनु न अरे अब पछि म कता आउँछु त्यति बेला अपडेट गर्छु क्या हस् ट्याप चाहिँ मिलेर पढाइदिनु साउनीको रियल नेम विनिता गुरुङ म स्टिल इन ज्ञानतङ साउनी गुरुङ नि भयो हस्यो अरे राम्रै छ मेरो साथीहरू सबै राम्रै छ तपाईलाई मैले चिनाएको मेरो साथीहरू को सबै राम्रै लागेन मैले अस्ति तिम्रो स्टोरीमा देखेको थियो साउनीलाई के रे कहाँबाट राम्रै होइन त गुरुङ नि भएर राम्रै छ म त तामाङ नि जस्तो लागिरहेको थियो त गुरुङ नि भयो पनि राम्रै नै हुन्छ है आई मिन मेरो अर्को साथी पनि त मैले चिनाएँ नि ऊ पनि राम्रै लाग्यो सुचिति थ्यांक यू सो मच दिदी म पनि सबै दिदी थ्यांक यू म पनि जान्छु भने
म त मर्छु होइन होला गुरुङहरू एकदम ब्युटिफुल हुन्छ क्या राम्री भन्दा नि ब्युटिफुल दे आर भेरी ब्युटिफुल एलिगेन्ट लुकिङ हुन्छ सुची दिदी के छ मच दिदी चामलिङ निर्मल राई थ्याङ्क यू सो मच गाई सबैजनालाई के छ गाई सबैजना प्रामु पनि रहेछ त लाइनमा ओए सिजलिङ हजुर टुलु बेबीले त 3 दिनमा केटी भगाएर यो विषयमा के बोल्न चाहनुहुन्छ टुलुले गर्लफ्रेन्ड के अरे बे गर्यो अरे क्या टुलुले यो विषयमा के बोल्नुहुन्छ तपाईँ मेरोमा उसको लाइफ हो गर्यो त गर्यो कङ्ग्रेचुलेसन्स बी स्टे ह्याप्पी भयो मेरोमा गाइस मेरोबाट नि त्यही नै हो बधाई छ उहाँलाई है टुलु र म पहिला जोडिरहेको हुन्थ्यो जहिले पनि गाइस तपाईँहरू कोलगेट टुथपेस्टहरू खानुहुन्छ कि हुन्छ मलाई कस्तो टेस्ट मनपर्छ होइन म साधै होइन साँच्ची हो कस्तो मजा लाग्छ हजुर नानी भन्छ तैँले सिगार खाइस् तैँले पनि खाएको किन कसरी खाइस् देखा त भुताल गर्नु पर्यो भुताल गर्नु पर्यो हामी गर्दैनौँ नि हामी गर्दैनौँ हामी त मिल्छौँ पत्ता नि ए हो रोहिणीलाई छ गाइस लेक्सनमा रोहिणीलाई नि जोड्छु ल रोहिणीलाई जोड्छु 2 जना रोहिणीसँग ल म त रोहिणी आयो भने त हेरिरहेको छु बोलेको सुन्न मजा लाग्छ बोलाउनु न यो पछाडि ल म बोलाउँछु ल गाइस ओके रोहिणीलाई जोइन मिस्टर तामाङ भन्नु त उयो छैन क्यौ करने छैन क्यौ आछि करङे भनेको करन हो तिनजनालाई हेरेपछि गुड एनर्जी आउँछ अरे थ्याङ्क यू सो मच तर मैले आज मेरो एकदम एनर्जी एकदम गुड नै थियो तर म सुतेँ आज कहाँ हुनुहुन्छ राम्री मान्छे अरे म त रुममै छु नि हौ प्रशान्त तामाङको लागि नि के बोल्नु न नाना अरे अब के बोल्नुपर्ने कुराहरू मनमै छ तर मलाई भन्नु आउँदैन क्या अनि सबैले भर्खर देखाएर देखाउनु बोलाउनु न औ एकछिन यो म्याच लिभ गर्नु पर्यो नि त नि तिमीलाई बोलाउनलाई त अनि सक्यो त किधर त्यसो भए भोलि भ्लग आउँदैन अरे आउँदैन तर मेरो त म त दिनमा 2 वटा पनि भ्लग बनाउन सक्छु आउनु पनि सक्छु नआउनु पनि सक्छु के छ रोहिणी नमस्ते सवादिका सन्चै हुनुहुन्छ सबैजना यहाँको लुगा कहाँ गयो यहाँको लुगा कहाँ गयो यहाँको यहाँ छ नि त यहाँ आज त मजा के को मजा जे पाइदैन मैले असली बनाएको आजकल त स्वामी अनि हेर्न पछाडि छविलाई हेर्न स्वामी तपाईँ किन निष्ठुरी नभएको मैले हिजो इन्भाइट गर्दाखेरि के भएको रे निष्ठुरी कसको तेरी निष्ठुरी भनेको क्या निष्ठुरी अब तपाईँले हिजो मैले तपाईँलाई यस्तै रिक्वेस्ट पठाउँदाखेरि डिक्लाइन हानेर बस्नु भएको तपाईँले हिजोमा मेरो यहाँ टिएमसी ग्याङहरूलाई गुड नाइट भन्नलाई मात्रै लाइभ आएको अनि त्यतिको लागि मात्रै लाइभ आएको अनि त रिक्वेस्ट गरे गर्छु अनि कहानी भुटानमा घुम्नलाई मौसम कस्तो छ जाडो छ कि तातो छ भनौँ न यसरी भुटान होइन तेरा बाजे तान कसलाई तान भन्नुहोस् न अब भुटान कि भुटान आज सबको ड्रेस ब्ल्याक रहेछ कालो स्वामी र मेरो पनि ड्रेस चाहिँ मिल्छ रहेछ आज मेरो ड्रेस बताउँछु स्वामीसँग मात्रै मिल्यो हामीसँग मिल्छ रोहिणी यार रोहिणी एकचोटि क्याट वक गरेर देखाइदिए त यो आज त मोडल जस्तै देखिरहेछ अलि फेसमा एटिट्युड पुगेन हो अब ठिक छ अझ सच भाइ न यस रोहिणी ओके वाउ रोहिणी वाउ अझ म्युजिक हुनुपर्ने म्युजिक अब म्युजिकमा भए कति मजा आउँदैछ सबै झर्छ भनेर अलिकति हल्लाउँदिन क्या अनि अहिले त छक्क नि भन्दै थिइस् त अलिकति नजिक आइस् त रोहिणी एकचोटि अलिकति स्क्रिनको नजिक आइस् त दारीसँग काटेछ कि सानो सानो हेरेको आजै काटेर आएछ ल बेला बेलामा पनि सिजले ऊ त यति हतारमा लाइभ आउँछ कि जुङ्गा दारी काट्न बिर्सेर अलिकति पाएको स्वामी अनि तपाईँ कहिले फर्केर आउनुहुन्छ नेपाल स्वामी दाजु भन् दाजु अनि थाइल्यान्ड कहिले आउनुहुन्छ तैँले दारीले घोदिन्छु मात्रै भन्छ अनि भाउजूलाई पनि लिएर आउनु ल सँगै
भाउजू यही छ नि भाउजू हो ए भाउजू नमस्ते दर्शन ढोक दिया खुट्टै ढोक दिया भाउजू खुट्टैसम्म खुट्टा दिनुहोस् न खुट्टा दिनुहोस् न खुट्टा दिनुहोस् म खुट्टाको भाउजू ए सारीले त के नन्दले त भाउजूको खुट्टा कहाँसम्म आउँछ नि ल अचम्मे तर होइन बोलेको सुन्न मजा लाग्छ मलाई त हेरिराख्नु जस्तो क्या छवि यहाँनिर भिडियो एडिट गरिरहेछ कि त्यो रोहिणी हजुर म्याच खेल्दैन हामी ल पनिसमेन्ट गर्नुपर्छ अरे भने नाच्ने है राम्रो राम्रो दिनु नि फेरि पनिसमेन्ट पनि घोप्टो र कहाँ म जे पाइदिए पनिसमेन्ट आउँछ नि दिएको तँलाई याद छ छैन नि मेरो स्वामी अब स्वामी त के भन्ने अब मेरो बुढालाई अर्कैले उडाइदिएर लिएर गयो अब त दाजु भन्नु पर्ला नि अब रोहिणी सुन त यो मुनि यो सिजलिङ भन्ने छ नि सिजलिङ के थाहा छ त्यो थाइल्यान्डको रोहिणी सोहिनीसँग जोडिने होइन है त्यो रोहिणीको भुत्ता सुत्ता सबै निकाल्ने चाहिँ त्यो नक्कली कपाल भनेका सिजलिङले मैले त्यस्तो भने होला जस्तो लाग्छ मुटु मचोट आँखामा पानी छ बिर्सैनीलाई सम्झैनी बानी छ ए झेरी मुटु मान्छेलाई बिर्सु कसरी होइन रोहिणी इज अ भाइ भाइ सिजलिङ रोहिणी इज अ भाइ भाइ बेला बेलामा यो चाहिँ फेरि टाइम बम हो क्या बेला बेलामा पड्किदिन्छ क्या मलाई त मजा लाग्छ गाइस 1 मिलियन चर्च लेट्स गो फर 1 मिलियन चर्च थ्याङ्क यू मलाई त कसले डोनट पो दिएछ थ्याङ्क यू खपुन खा Thank you so much. खपुन खा होइन त्यो डोनट खा अब खपुन खा मेरो भाउजूले बरु अब मिस्टर तामाङ र दादा र अनि मेरो यो तल भाउजूको बिहामा छमछमी म नाच्छु नि को नाच्छ र अब तेरोमा गाना छ कि थिएन तेरो पनिसमेन्ट गर्नुपर्छ त अहिले लो भाउजूको बिहा तपाईँको बिहामा नाच्यो त के पनिसमेन्टमा पनि त्यस्तो झमझमी नाचिदिन्छु बरु यही बिहा गरिदिन्छु दुईजनाको ल हामी दुईजनाले जिते भए अब तपाईँहरू दुईजनाले बिहा गर्ने यही लाइफमै पनिसमेन्ट ल जिताइदिनु त गाइस उहाँहरू दुईजनाकै बिहा हेरौँ हेर त मिस्टर तामाङ स्वामीले मिस्टर तामाङ स्वामी के नाइ नाइ नभन्नु भएको अस्ति त नाइ गर्दै हुन्थ्यो आज गाइस रोज थ्याङ्क यू सो मच जितम है गाइजहरू ताका भगवान र यता आएर जिताउ ल अब मिस्टर तामाङ स्वामी र हजुर सुन्नु न धेरै नाच्यो बत्ती गयो भाउजू अब तपाईँ र मेरो मिस्टर तामाङ स्वामीको बिहा हुने म त छमछम नाच्छु भाउजू नभने के आमाजु भन्ने होइन दादा आमाजु भनेको के हो व्हाट इज आमाजु आमाजु भनेको चाहिँ अब दियो दिदीको भाइलाई मैले बिहा गरेर ऊ मेरो हाई हेलो स्टिभ ब्रदर हेलो 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 नमस्ते नमस्ते को यो साथी हो के रे अरे न सिजलिङले स्टिभ ब्रदरको लागि एकजना राम्रो केटी खोजिदिएको छ भनेर भनिरहेको थियो मेरो लागि हजुर मेरो अलरेडी 3टा गर्लफ्रेन्ड छ 4टा बनाएर के गर्नु रोहिणी 4टा बन्न रेडी हो हेलो एक्सक्युज मी सरी ल मेरो त थाइल्यान्डमा लाओमा बर्मामा म्यानमारमा ओमा केटा नै केटा पछाडि रस आउँछन् मेरो जवानीमा थ्याङ्क गॉड खापुम खाप सावक रोहिणी त कहाँको फेमस अरे भन्दै त म त बर्मा म्यानमार बर्मा थाइल्यान्ड नेपाल दुबई जापान अमेरिकन सबैतिर भनौँ न ओ माय डेज भुटानमा पनि मेरा फ्यान छन् है धेरैजना हेर्नुहुन्छ यहाँबाट गाइज ओके भुटानबाट रोहिणीको फ्यान कोही छ यहाँनिर एक्चुअली म छ भने भन्नु त मेरोमा पनि म भन्नुहोस् त ओइ 2टा रोहिणी छ त 2टा रोहिणी छ त उहाँको नाम रोहानी हो क्या रोहिणी भनेर रहेछ रोहिणी भुटानमा पनि तेरो फ्यान टक्कै रहेछ म वाचिङ फ्रम भुटान रे म घुम्न हो त उता रोहानी हो क्या खासमा रोहिणी बाटो कर्स्याङको त डाँडा अनि चिसो हावाले गाइदिनु न नाचिदिन्छ नि फेरि कस्तो मजाले हाङ गएको हेर्नु
खोइ गाना गाएको दाजु के मुन्टु फर्काएर पो गयो त मलाई चसै चसै मलाई चसै चसै हाङ हजुर गीत छैन बजाउनुहोस् न I am also watching from Bhutan. Thank you, Khapuna Kha, Okatnath Sinmai Kha. म पनि ल I'm also watching from Bhutan. ए भुटानबाट दर्शन ढोक दिया भुटानबाट भुटान ठोक दिया read this out loud है brother Sansil what's that के हो भन्नु Thank you, watching from Bhutan. Thank you so much, Khapun Kha. धेरै धेरै धन्यवाद छ मेरो भगवानलाई मेरो खापुङ खा वादी खा म एकछिन स्वामी पर्फ्युम नमस्ते सबैजनालाई दर्शन म चाहिँ कलाकार तथा मोडेल रोहनी पोखरेल म्यानमारमा जन्मेकी अब अहिले थालीमा बसेको छु काम गर्दैछु धेरै धेरै सपोर्ट गर्नु होला धेरै धेरै माया दिनु होला सबैजनालाई माया छ सबै भगवानहरु हेर्दै हुनुहुन्छ फलो पनि गरिदिनु होला मेरो भिडियोमा लाइक कमेन्ट पनि ट्याप 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 गरिदिनु होला सबैलाई माया छ भुइँसोर र ढोक दिया क्युटी सौनी रोहिणी तैले अर्को एउटा कुरा छुट्यायो गर्दै हुनुहुन्छ इन्ट्रोडक्सन दिँदाखेरि म के गर्नु यहाँ बसिरहेको छु हेर्दैछु यहाँ म पहिला रोहन थियो अहिले चाहिँ रोहिणी हो भने भन्न अरे भुता दिन्छ त्यो नक्कली कपाल रोहनीको डान्स हेर्नु मन पर्यो धेरै धेरै नाच्राउँछ आइन्डी बिहान मेरो स्वामीले गर्दा मेरो आइन्डी एक दिनमै 3टा गएको हो दिदी नभन्नु न मेरो पनि त 11 वटा गएन तैले गर्दाखेरि मैले कहिले कम्प्लेन गरे तिम्रो 11 नम्बरको आइडी सेम सेम भनौँ न बाबा म प्युटनबाट हेलो सुप्रिमा हाय यु गाइस गेम खेल्ने हाय सारा काई म त हल्का बिजी कमेन्ट पढ्न नभएको मात्रै हो किन बेजी गेम खेल्ने हेलो फ्रम भुटान म पनि भुटानमा म भामारा हमला उठाया दे ल खेल। ए अरे नि घरेले ए मलाई कोसँग राखेको मसँग मसँग थ्याङ्क यू मेरो बुढीको नाम छ मलाई हेरे केही हुँदैन हेलो हेलो मेरो केटा घुसेर हेरौँ धेरै मची मची बोल्दिन अहिले मार्छ कुन चाहिँ के छ कुन चाहिँ के छ पिके come back baby let's go guys I get thing mark now I miss ไม่มีแฟนนะไม่มีแฟนจ้าขอบคุณค่ะ बुझेको भए पनि भन्छु धेरै नकराउन उहाँ आएको छ क्या मार्छन् फेरि को आएको छ कुन चाहिँ वाला बोयफ्रेन्ड कताको बोयफ्रेन्ड आएको यतै थाइल्यान्डको केटो फेरि मार्छ धेरै नकराउन अहिले फेरि को केटासँग दुईजनासँग मक्खी मसी बोली कि भोलि काममा फेरि कराउँछ क्या बुढो बाजेले उनीहरू केटा होइन भन्ने क्या thank you bro त पनि बुढो बाजे त अनि इटली हो सबैजना एकचोटि ट्याप ट्याप गरिदिनुहोस् होला अब 1 मिलियन पुग्न लाग्यो गाइज ल सबैजनाले 1 मिलियन कसरी पुग्न थाहा हुन्छ लाग्यो 1 मिलियन पुग्न लागेको भनेर चाहिँ लेफ्टपट्टि हेर माटोबाट हेर्न तपाईँको ए नाम हो मेरो 619.9 भनेको चाहिँ के हो त्यो 621.4 ट्याप 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 लाइक That's a like you get in this ल 1 मिलियन पुग्यो भने के हुन्छ गाइस मेरो पनि रमाइलो, यो challenge। 1k कस्तो रमाइलो हुन्छ? तपाईँ challenge ल। सबैजनाले ल गाइस सिजलिङकोमा फर्स्ट पुग्ने कि मेरोमा फर्स्ट पुग्ने है लेट्स गो ल यस्तो तपाईकोमा कति पुग्यो अहिले मेरोमा 800 के पुग्यो मेरो 900 पुग्न लाग्यो गाइस यतिकै स्पिडमा अम्बो हाम्रो पनि जाम त डबल ट्याप बाक्लै हान्दिम त केटा हो के हो यार यस्तो यार यसो 10 औँलाले हान न केटा हो के हो यार गिद्दी यार कोही पनि छैन आउँछ म त बोल्दिन गाइस हान्दिम 10 बिचारा रोनीसँग बोल्नु छैन डबल टप नि गर्दिन तपाईहरुले हैन के हो हुनुभएको सबैजना हैन तपाईको एउटा हात के जंगल भित्र कने ग्र्याप क्रैप क्रैप कने बस्नु भछ मज्जा हमको फेस हेर के मज्जा लिनु भछ कि क्या डबल टप गर्नु न कुइएर जाओस् कुइएर हैन तपाईको जंगल भित्र के जुमरा खोज्दै मार्दै बस्नु भछ क्या पुगेन यार रोज पनि रुचि के छ आशिका गाइस मेरो 100 के पुराउनु पर्यो गाइस 100 मेरो पनि 816 पुग्यो है
अघिदेखि मलाई थाहा नभएर मात्र यी भन्न साथ ऊ मेरो पुग्नु लाग्यो फेरि मेरो त एकदम माया गर्ने मान्छेहरू हुन्छ नि हाम्रो पनि पुऱ्याइदिउँ त मेरो 1 million 900 चाहिँ पुग्यो गाइस 900 पुग्यो गाइस ओन्ली 100 अब न 96 96 पुग्नु लाग्यो छिटो छिटो 97 97 1 million पुऱ्याइदिउँ त ल सबैजनाले 97 नेट ट्याप गर्नु भने होला हैन पुगो थ्याङ्क यू होला नि मलाई ट्याप ट्याप गर्नु के बुझिन होइन डबल ट्याप गर्ने न मान्छेहरू है के मेरो पोको हेरेर बस्नु भएको गाइस एकचोटि कपी लिंक गरिदिनु त इनफ्याक्ट यसको मेरो फोनमा नै आछ मोजा गर्न एकचोटि सबैजले कपी लिंक गरिदिनु हेलो यस्तो के भनेको मोजा मोजा मेरो 1 मिलियन पुग्यो 1 मिलियन पुग्यो केको मोजा शिट मेरो मोडल 20 के मागिछ अलिकति बहिनी जस्तो सम्मान गरेर बोल्नु के 1 मिलियन ये थ्यांक यू सो मच एभ्रीबडी गाइस मलाई लाइभ देखाइरहेको छैन मेरो मेरो असली अनि त कपी लिंक गर्नु ल गाइस यो कपी लिंक गरिदिनु मेरो लाइभ देखाइरहेको छैन त मलाई लाइभ देखाइरहेको छैन के पापाले यो लेभलको एनर्जी मैले देखेकै थिइनँ किन एकचोटि गाइस कपी लिंक गरिदिनु मलाई लाइभ देखाइरहेको छ एनर्जी हेर नि त एनर्जी रोहानीको अँ अब यो खतरा हो मलाई त कस्तो रमाइलो लाग्छ र त कस्तो क्या डेन्जर क्या एनर्जी यार उसलाई त सबैजनाले शेयर गर्नुहुन्छ थ्यांक यू सो मच 617 आई लभ यु ऑल आई लभ यु तपाईँ किन नदेख्नु मलाई मेरो यहाँ पनि आइरहेको छ लभ यु ऑल थ्याङ्क यू सो मच एभ्रीवान त हुनुपर्ने हो कि तर स्कोर हेर न केटा गाइज स्कोर हेर न ये 1 मिलियन गाइस थ्यांक यू सो मच फर 1 मिलियन गाइस हामी लाइभ देखाइरहेकै छैन वी आर नट स्ट्रिमिङ लाइभ हाम्रो पनि हाम्रो लाइभ देखाइरहेको छैन 1 मिलियन पुग्यो गाइस दुईजनालाई म्युट गर्दैछु कि रोहानी थ्याङ्क यू सो मच माया थ्याङ्क यू बाक्लै हानौँ न या गाइस थ्यांक यू सो मच फर 1 मिलियन रोहानी ओ बोल्ने न तपाईँ तिम्रो मात्र मैले अन गरिदिरहेको छु दुईजनालाई म्युट हानिदिरहेको छु मैले हाम्रो त भयो अब बोल्नु हेर न केटाहरू मलाई दिदी न सुन्नु न केटाहरू आजकल कति पछि लाग्छ म यस्तो ब्युटिफुल भएर आएको छु ब्युटिफुल बेसी हट भएपछि बेसी राम्री 1 मिलियन हुन्छ भर्खर 131 के हुँदैछ हेर एनर्जी वाह फुलमा मौरी कसरी घुमिराख्छन् केटाहरू मेरो जवानी देखेर त्यस्तै घुमिराख्छन् क्या केटाहरू मेरो फोनबाट हेर्दा मलाई देखाइरहेको छैन बगैँचामा फलो ब्याक गरिराख्नु भमराले चुमिदेला त्यस्तै हो क्या तिमी पनि अब के गर्ने राम्री भएको पनि अलिकति गाह्रो केटाहरूकोले हात तान्छन् के गर्छ मैले त छोरा छोरा भन्नै पर्छ रातै बनाइदिइसकेँ यहाँ हातहरू पिट्ने नि मन नपरेकोले छोयो भने त अनि म चाहिँ भने गर्न आउनु न कुट्न सकेन भने भन है मलाई फेरि ऊ ओभर सपोर्ट गर्छ नि फेरि पिट्न सकेन भने भनिहाल्ने म त फेरि अनि मैले भन्छु म चाहिँ दाजु भाइ जस्तो म त्यस्तै छैन म अझैसम्म म भर्खर 22 वर्ष पुगेको भर्खर ल पर्दिन भन्छु क्या त्यस्तो नागिनवाला डान्स गर्न लगाउनु न रोहानीलाई गर्ने हो रोहानी खै नागिन भन्दा नि यसले बोक्सीवाला डान्स बब्बा लान्छ बोक्सीवाला हुन्न क्या धेरै आइडी ब्यान भरै गरी गरी नाच्नै दिन्न क्या टिकटकले पनि त्यो पनि है ल होस् बेसी नाच्दिउ न ओइ 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 सिजलिङ भन्न आइरहेको यमुना ओइ रोहिणी हजुर के रे बोक्सीवाला डान्स त हान्दैन भाइले नि अस्ति नि गीत डान्स गर्दाखेरि आइडी ब्यान भयो क्या 7 दिनको लागि हैन बिस्तारै ठिक्क गर्ने नि गीत लगाइदिनु समथिङ हाम्रो त 1.2 मिलियन पुग्यो अन्त शेयर पनि 1k पुग्यो थ्यांक यू सो मच मेरो शेयर 1.6 के पुग्यो मेरो अहिले यो त तपाईहरु आउनु भएकोदेखि भन्नुहुन्छ मलाई त याद थिएन भिडियोमा पनि लाइक कमेन्ट गर्दिनु भन्नु ल लाइक कमेन्ट भिडियोमा लेट्स गो फर 1 मिलियन है अब हामी पनि 1 मिलियन टेक दिउँ न के कस्तो हुँदो रहेछ 1 मिलियन पुगेको कस्तो देखिँदो रहेछ हेर्दिउँ न हामी पनि यस्तो गरेर एकचोटि के रे रोहिणी आँखा मेरो बोक्सी डान्स बोक्सी डान्स त हेर्नै पर्छ भिडियोमा लाइक कमेन्ट गर्दिनु अब 3 more target raised yes sir आमा यार अब 9 वटा रोज कसरी पुराउनु 5 वटा भइसकेछ अब 4 more रोज थ्यांक यू योगिन अब 7 yes समीर lovely नीता थ्यांक यू सो मच oh my day that's fucking crazy anyway thank you so much everyone अब double मा बाक्नु क्या double मा let's go guys thank you so much for the roses
Thank you so much, guys. Let's go. December, yes. Thank you, Jyotiji, Yamuna, lovely. Into two ma, guys. गाइस इन्टुमा गाइस डबल टप मेरो पनि जिताउनु न कहिले काहीँ चुम्मा दिनु Thank you so much. सबैजना Dipus. Guys, let's go. चुम्मा कत्रो लामो बोक्सी डान्स है बोक्सी डान्स Oh, यो जिब्रो त ओभर छ त हौ, काम लाग्ने टाइप काम लाग्छ है यो त किनभने दाजु तलको कालो दाजु कतिको कराउनु मैले के भन्दैछु अब अलिकति यो पोजिटिभ तरिकाले लिउँ न कस्तो खालको होइन साँच्ची रोहानीको जिब्रो लास्टै लामो रहेछ यार राम्रो छ नि निधार छुइदेऊ त ओए काँडा उम्रो यार हेर न अब यो गेम पछि यो गेम जित्ने अनि बोक्सी डान्स गर्छ रोहिणीले त ओभर डान्स हान्छ एउटा चुम्मा दिनु गाइस एउटा चुम्मा स्वामी मलाई चुम्मा दिँदा मैले म दिन्छु नि ल चुम्मा दिनु न छिटो छी कालो कालो थुतुन छ कोले जोड है गराउनु निरुले यस्तो पिडा भेट्छ समीर भाइ के छ ओए रोहिणी तेरो स्कर्ट चाहिँ के भएको छ मरे म त किनेनी बोल्न हुन्छन् किनेनी बजे हल्छ यहाँ होइन केटा हो यहाँ जेट यहाँ उडाउने होइन क्या अहिले एकछिनमा गौलीसँग राखिराख तिमीहरूको पोइन्ट न्याउली गौलीलाई हान्ने हो यहाँ ट्याप ट्याप मात्रै हान्नु मायालाई राखे म टक टक डक टक डक डक गर्छ रोहिणी अन्डी बन्डी जसले स्क्रिन रेकर्ड गरेको छ टुट 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 त्यसको सबै मायालु हाङमा मायालु भने मैले हो भनिरहेछ अरे निकारेले मलाई घोच घोच अरे निकारेले मलाई घोच घोच अरे निकारेले ओए ल 300k त नगाइदिसके सर केटाहरूले गाइस अब 500k को टार्गेट राखौँ लेट्स गो गाइस अब यो कस्तो अरे रोहानी प्लिज वन्स मोर प्लिज 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 अरे निकारेले मलाई घोच घोच अरे निकारेले मलाई घोच घोच अरे निकारेले मलाई ओया ओया ला त्यो स्नाइप आउँछ जस्तो लागिरहेछ के हो यार अब स्न्यापमा सिर्फ तपाईँको टाउको माथि झर्दा ए हजुर आमा यस्तो भनिन्छ अब कस्तो माया लाग्दो हुन्छ अनि यो कति मोटी भएर आएको यत्रो यत्रो मासु हामीले हान्दै जित्यो जित्यो नि कहाँ हामीले जित्नै सकेको छैन यार दुधको पानी चाहियो खोली आज मिस्टेरियस हुनु न मिस्टेरियस नआएको कति भइसक्यो ओके स्टिभ ब्रदर ओके one last battle guys last battle and we go after this ल ओके ओके लेट्स गो ल मेरो भ्लग एडिट गर्नु पर्ने भयो ब्लग के हो म्याथ गर्ने हो कि जाने हो कि के हो ए ओके 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 नाइस गुड नाइस गुड नाइस गुड नाइस गुड ओए रोहिणीको बोक्सी डान्स हेरेको छैन अनि रोहिणी जलवा देखाइदे रोहिणी बोक्सी डान्स म एउटा कुरा भन्छु क्या स्वामी सुन मेरो यही त्यो युट्युब मेरो युट्युबको आइडी यता यता यो फन्डमा सार्न कसरी सार्ने मलाई थाहा नै छैन ए ऊ सिजलिङ यु चुज क्वीन हो उलाई थाहा छ व्हाट युट्युबको आइडी कसरी सार्ने यता भनेको क्या युट्युबको युट्युब है युट्युब है ओए ओभर लाग्यो यो चाहिँ युट्युब भनेको युट्युबले युट्युबलाई यु चुज भन्छ उसले आइडी कसरी सार्ने भनेको सिजलिङ छ नि सिजलिङ रोहिणी उसलाई सबै थाहा छ युट्युबको बारेमा हजुर के भनेको रोहानी प्लिज भन न सो सरी ल म हाँसे कि कसम भनेको तर रमाइलो लागेर हाँसे के गर्नुपर्ने अरे युट्युबको युट्युब आइडी यता सार्नलाई मेरो आइफोन रहेछ कस्तो ए त्यो कलर र नम्बर पनि भन्दैन मेल अकाउन्ट र पासवर्ड हाल्ने ए के भन्छ नि फरपेल कि फरपेल फरफिली भन्छ
भन्नुहोस् न सुन्दैनौ अब तिमीले सुनेनौ म भन्दिन ए भन्नुहोस् न मैले सुनेको थिएन ल हन्डी त्यही तिम्रो अकाउन्ट र पासवर्ड हाल भइहाल्छ के हानै छैन के कसरी गरेर हेर्ने भनेर तिम्रो जिमेल अकाउन्ट र पासवर्ड हाल्ने नि ए हेर्छु फेरि ड्याम काटम पूजा अस्मिता लभ आइस भयो यसको आइडी उड्छ मैले गाली दिन्छु फेरि ओए बबाल दामी ओए तिनैजना ताली ओए क्ल्याप ओए हाङ क्ल्याप गर्नु थ्याङ्क यू सो मच सबैलाई खपुन खा धन्यवाद दिने गरम खानु तिमीको भिडियोमा कपिराइट लागिरह यार धन्यवाद भनेको यो गेमको MVP is also अब तपाईलाई डान्स हेर्नमा मैले डान्स त गरिसके कस्तो लाग्यो दामी लाग्यो मलाई त मजा लाग्यो always stay happy वाउ रोहिणी वाउ यस्तै खुसी हुनु सधैँ पनि ल फ्यान भयो यार ओके यार मेरो त गर्नु भन्नु न 7 मिनेटको भिडियो युज गर्नु पर्ने छ धेरै गाली न ओके स्टिभ नाइस मिटिङ यु स्टिभ आई विल सी यु अराउन्ड सिजलिङ इन्जॉय ओए रोहिणी रमाइलो गर्दै गर ल